कसैले कुनै परिवारहरूसँग बस्दैन, तर ऊ चाहिँ एउटा शमशान घाटमा बसिरहेको छ, तडपेर बसिरहेको छ। यसो हुनुहुन्थ्यो छोरी, जसले मलाई चाहिँ जिहादबाट मुक्त गर्नुभयो र म भित्र भएको पीडा अनि उदास मलाई निकाल्नुभयो। यसो हुनुहुन्थ्यो, उहाँले भन्नुभयो तिमी जाऊ अनि आफ्नो परिवारसँग बस, खुसीले बस। के तिमी मलाई लिन आएको हो? त्यसलाई उठा त। उठ, उठ्नुहोस्। यो केरी हो कि मस्ती गरेर बसिरहेछ त? त भोलि मर्छस् भने थाहा छैन तँलाई? यो 1 नम्बरको हत्या छ। यति बाल बालिकाहरूलाई अनाथ बनाएको छ यो अपराधी। जे गरेँ मैले मेरो आफन्तको लागि गरेँ, मेरो सन्तानको लागि गरेँ, मेरो समाजको लागि गरेँ। यसमा म एकदम गर्व गर्छु। मलाई यसमा कुनै पछुतो छैन। हेर्नुहोस् त सर, यसको घमण्ड भोलि उत्रिन्छ नि। जब क्रुसको पीडा यसले बुझ्छ अनि यसको सब घमण्ड निक्लिन्छ, चकनाचुर हुन्छ। म तिम्रो जस्तो हो काएर होइन। म हेर्न, यसको बडी पनि केही छैन, को केही पनि होइन। मैले यस्तो मान्छे देखेको छु, कालो भण्डाइरो यत्रो होइन। उनीहरू त भर्छ मुच्छ क्रुसमा गएर। तेरो हालत के हुन्छ भोलि हेरौँला। बुझेस् नि? म त त्यस्तोमा पर्दिनँ, म त अर्कै हो। हेरौँला। सुरु गर्दैछौँ है त। हेर्नुहोस्, उहाँ यीशु हुनुहुन्छ। उहाँलाई पाउनु पर्ने सजाय त पाइसक्नुभयो। रगत पनि बगिसकेको छ, ओड्रा पनि हानिसकिएको छ, मुकुट पनि पहिराइएको छ। अन्तिम फैसला र अधिकार तपाईहरुमा मात्र छ। र त्यही फैसला छ
सिपाही जा कारावासलाई बोला र समाजमा अराजकता त फैलाएको छ ल भन्नुहोस् के गर्नु उहाँलाई यीशु ख्रीष्टलाई हेर्नुहोस् जसले हामीलाई शान्ति दिनुभयो हरेक रोग बिमारहरूलाई निको पार्नुभयो र हामीलाई छुटकारा दिनुभयो र फुस समेत भगाउनुभयो ल अब भन्नुहोस् के गर्नु यसलाई क्रुसमा टाङ्नुहोस् यसलाई क्रुसमा टाङ्नुहोस् ल सिपाही यीशुलाई ले झुन्डाइले मलाई छोड छोड धन्यवाद धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद मलाई आज छुटकारा दिनुभएको छ तपाईँहरूलाई धन्यवाद उहाँलाईको अपराधी त म थिएँ छिटो कसरी यो त हुनै सक्दैन त तपाईँले यो पैसालाई फिर्ता गर्नुहोस् न न तपाईँले फिर्ता गर्न सक्नुहुन्छ गरिदिनुहोस् न मैले हो अपराध गरेको हेर्ला सर सर